रिजोर्ट अन सेल आज लालपूर्जा नेपालले 4 रोपनीमा रहेको रिजोर्ट सेलमा लिएर आइसकेको छ। त्यो पनि काठमाडौँको एकदमै नजिकको डिस्टेन्समा रहेको गोकर्णेश्वर भन्ने ठाउँबाट आज लालपूर्जा नेपालले 4 रोपनीमा रहेको यो रिजोर्ट सेलमा लिएर आइसकेको छ। यसमा टोटल तपाईको 10 वटा एसी रुम्सहरु रहेको छ, स्विमिङ पुल्स, इभेन्ट हल, इच एन्ड एभ्रीथिङको फ्यासिलिटिज रहेको। भ्यू त एकदमै राम्रो छ, यो रिजोर्टबाट हेर्न सक्नुहुनेछ। मसँगै आउनुभयो भने चाहिँ यता हेर्न सक्नुहुनेछ, एकदमै ग्रिनरी छ, एकदमै राम्रो इन्भाइरोमेन्ट। यसमा तपाईको टोटल 10 वटा एसी कोठाहरू छन्। कोठाहरू चाहिँ यसमा छ। तपाईको यतापट्टि आउनुभयो भने चाहिँ तपाईको ओपन बार यता रहेको छ। पहिला ग्रिनरी हेर्नुस्, एकदमै राम्रो इन्भाइरोमेन्टमा तपाईको टोटल 4 रोपनीमा रहेको यो रिजोर्ट हो। यता आउनुभयो भने चाहिँ यता तपाईले स्विमिङ पुल हेर्न सक्नुहुनेछ। स्विमिङ पुल सँगै तपाईको यता ओपन बार पनि रहेको छ। यतातिर तपाईको इभेन्ट हलहरू सबै रहेको छ। यो चाहिँ तपाईको गोकर्णेश्वर उत्तर वाहिनी चोकबाट एकदमै नजिकको डिस्टेन्समा रहेको रिजोर्ट हो। प्रपर्टी एकदमै राम्रो छ। ड्रोनसँगै हेर्दै हुनुहुन्छ तपाईले, ड्रोनबाट हेर्नुभयो भने प्रपर्टी चाहिँ झनै एकदमै ब्युटिफुल र अट्र्याक्टिभ छ। माथि आउनुस्, यहाँबाट म तपाईहरुलाई मन्दिरको भ्यू देखाउँछु। यो मन्दिर चाहिँ तपाईको उत्तर वाहिनी मन्दिर रहेको छ। भ्यू एकदमै राम्रो, यहाँबाट तपाईको एकदमै ग्रिनरी छ। यहाँबाट टक्क लाएर तपाईले क्याफे जस्तै यहाँ आउनुभयो भने चाहिँ थकाली खाना यहाँ बसेर मजाले इन्जोय गर्न सक्नुहुनेछ। यो रिजोर्ट चाहिँ सेलको लागि हो। एकदमै तपाईले काठमाडौँको एकदमै नजिकको डिस्टेन्समा रिजोर्टमा इन्भेस्ट गर्न चाहनुहुन्छ अथवा रिजोर्ट रन गर्न चाहनुहुन्छ भने चाहिँ दिस माइट बी योर पर्फेक्ट अपर्च्युनिटी टु पर्चेस दिस प्रपर्टी र यसमा लगानी गरेर तपाईले एकदमै राम्रो रेभेन्यू पनि जेनेरेट गर्न सक्नुहुनेछ। एकदमै मेजर लोकेसनमा रहेको प्रपर्टी हो यो। यो प्रपर्टी बारे अझै विस्तृत जानकारी चाहेमा आज नै सम्पर्क गर्नुहोस् लालपूर्जा नेपाललाई, किनभने लालपूर्जा नेपाल जस्तो नाम त्यस्तै काम।